अब चाहिँ कोट लगाउनु पर्यो नि त त्यो टक्क लगाउँदा ल यहाँ लगाएर चाहिँ हामी यता पारी क्रस आयो हाम्रो हिरो आयो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियो एकदमै छुट्टै अनुभव होला अनि टियुको 51 कन्भोकेसनमा जान लागेको नानासँग जाने र अलि हेरौँ भिडभाड होइन कस्तो हुन्छ अनुभव भनेर। नानालाई टक्क पहिरन गर्दै हुन्छ हाम्रो भेनाले बिचरा ल गाइस टक्क लाएर चाहिने जो हिँड्नु लागि है त ले रेडी हुनुभयो नि त टोपी लाउनु तर म चाहिँ होइन भाइको म चाहिँ अभिभावक ल यता भेनाहरू ल भेना हामी लाग्यौँ ल मान्छे आज चाहिँ निकाल्छु भिडियो तिमीसित भनेर थाहा थियो नि त त्यही भएर ल हुन्छ हस् थ्याङ्क यू भेना लेट्स गो फेरि पनि स्वागत छ मेरो भिडियोमा तपाईहरुलाई। आज त म यो निकाल्न फोटो खिच्ने भनेको कि तर सबै काम सकेर यो नयाँ अनुभव पनि लिनुपर्छ भन्ने मात्र हाम्रो उद्देश्य हो। त्यो कुरो केही छैन गाइस। उहाँ मेरो अभिभावक मेरो नाना कान्छी। ओइ म त बस्नु सक्दिनँ है कसरी बस्नु है म गएँ बाई 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 गएको ल हामी अब हामी लाग्यौँ ल हामी रङ्गशालामै पुगेर भेटौँ कि हामी चाहिँ घरबाट ठ्याक्कै भक्तपुरबाट निस्केको यहाँ छ हाम्रो भाइ आजको कन्भोकेसनमा पार्टिसिपेट हुने स्टुडेन्ट लाज लागिरहेछ विशेष चाहिँ यो नानाको के भन्नु सल्लाह अनुसार चाहिँ मेरो सल्लाह होइन यो त एउटा अचिभमेन्ट हो नि हजुरकै उहाँकै कारणले गर्दा विशेष चाहिँ म यहाँसम्म आउनुमा चाहिँ उहाँको ठुलो हात छ। तर यो चाहिँ होइन किनभने सल्लाह दिएर नै कन्भोकेसनमा पार्टिसिपेट हुन पाउने भए चाहिँ होइन कतिलाई मैले सल्लाह दिन्थेँ होला कतिलाई त्यस्तो सपना छ होला होइन तर यो अचिभमेन्ट प्राप्त गर्नको लागि पनि 89,000 पास भएको छ अरे यसपालि ब्याचलर अनि उता मास्टर्स पिएचडी गरेर 89,000ले पास गरेछ तर यसमा पार्टिसिपेट भनेको चाहिँ 16,300 समथिङ कति छ होइन। अनि त्यसमा अझ नि आज चाहिँ हामी जाने चाहिँ 16,000कोमा स्टुडेन्टहरू र अभिभावक सहित चाहिँ 41,000को डाटा छ। हाम्रोमा त के अरे यो 72,000 हो नि पार्टिसिपेट मात्रै पहिला है धेरै रहेछ अहिलेसम्मकै। ल हामी चाहिँ यहाँनिर लन्डन आइपुग्यौँ है। अब भक्तपुरबाट हिँडेको हामी त लन्डन पो आइपुग्यौँ त हो। लन्डन ब्रिज देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ है गाई लन्डन ब्रिजमा यहाँनिर ड्राइभ गरेर लगिरहेछ मलाई मेरो भाइले। हामी चाहिँ यहाँ जाममा बसेको पनि 10 मिनट जति हुन लागिसक्यो। यो माइती घर मण्डलाको जाममा छौँ हामी चाहिँ। आज त जाम त टन्नै नै हुन्छ नै होइन। अब त्यहाँ अगाडि गइसकेपछि झन् धेरै होला लगभग। अब यतै यो बाइकहरू राखेर हिँडेर गयो भने चाहिँ बरु छिटो पुगिन्छ तर के गर्नु साधन लिएर हिँड्नु पनि त्यसो गर्नु मिल्दैन होइन। र माइती घर मण्डलाबाट यता देब्रेतिर लागेपछि आजको फेरि अवस्था यस्तो जाम छ। आजको म मोहन राई भ्लगको चाहिँ होस्ट भइरहेको छु है गाइस होस्ट भइरहेको छु। ल हामी चाहिँ यहाँ दशरथ रङ्गशालाको ठ्याक्कै अगाडि चाहिँ आइपुगिसक्यौँ। यस्तो छ माहौल यहाँनिर यतातिर पनि हुनुहुन्छ है टोपी लाउने मान्छेहरू चाहिँ। अब चाहिँ हामी भित्र जान चाहिँ बाँकी नै छ होइन। बाटोमा चाहिँ यस्तो छ माहौल। अब यहाँबाट यता है राइट है यहाँ मैले चाहिँ यहाँ भाइलाई फुल ल्याइदिएको छु होइन फुल। अनि यहाँनिर जाममै यसरी बस्यो हामी यहीँको यहीँ। अब यहीँ छ रङ्गशाला यहीँ छ हामी जाममा छौँ। टोपी लाउनु पनि गाह्रो छ यहाँनिर पर्खिरहेको चाहिँ टोपी लाउने मान्छे चाहिँ यहाँनिर गाह्रो छ आज गाह्रो। दशरथ रङ्गशालामा क्रस गरेर जानको लागि चाहिँ गाह्रो छ। हामी जाँदैछ टोपी लाउने मान्छे चाहिँ यही है उहाँ नै हो है सरी भाइ भनेर मैले हेपेर यही हो भने चाहिँ सरी उहाँ हो।
ल हामी चाहिँ यहाँ बोकेर लिएको छौँ नि त झोलामा। अब लाउने दिन आयो त, लाउने समय आयो त। यहाँ चाहिँ पार्किङ गर्नु एकदमै गाह्रो छ। बल्ल पार्किङ गरेर चाहिँ हामी आयौँ यहाँ अगाडि। अब चाहिँ कोट लगाउनु पर्यो नि त, त्यो टक्क लगाउँदा ल। यहाँ लगाएर चाहिँ हामी यता पारी क्रस गरेर जान्छौँ। त्यहाँ हो प्रोग्राम चाहिँ, त्यहाँ हो दशरथ रङ्गशालामा। टक्क मिलाएर है, मिलाएर स्ट्यान्डर्ड भएर लाउने नि फेरि। यता सबैजना लगाएर बसिराख्नु भएको छ। लगाऊ लगाऊ लुहुई लुहुई। यहाँ त गाह्रो पो छ त, गाह्रो। अब टोपी मेन टोपी हो, टोपी शिरमा टोपी लाउनु पर्यो नि टक्क लगाएर। अब यो चाहिँ लाग्यो यसलाई अलिकति साइडमा लगाऊ, डाइनिङ टेबलपट्टि। साइडमा खोइ त दाहिने टेबल चाहिँ मलाई त्यहाँ जतापट्टि भए पनि हुन्छ, दाहिनेपट्टि होला सायद। दाहिने सबै दाहिने राख्छ नि त हो, हेरेर पनि गरौँ न होइन। लु बधाई छ तिमीलाई, बधाई। थ्याङ्क यू। मेरो उपहार अरे क्या। ल मेरो लागि भनेर नानाले आज छुट्याएर समय छुट्याएर आइदिनु भएको छ। हामी दशरथ रङ्गशाला भन्दा थोरै यतापट्टि छौँ। मेरो भाइलाई थ्याङ्क यू। टाई पनि देखाउनु पर्यो नि। यो हो नि आजको स्पेसल। पहिरन त परै भयो गाइस। अरूले कस्तो कस्तो गर्छन् फेरि मिलाइहाल्छु हामी त एकैछिन हेर्दै 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 मिलेन भने अहिले पछि मिलाउँदा हामी जान्छौँ, भित्र जान्छौँ नि। अब जाने, अब चाहिँ भित्र जाने आयो, हाम्रो हिरो आयो। अब चाहिँ हामी जान्छौँ भित्र। आयो हजुर आयो। हामी त घरबाटै व्यवस्थापन गरेर पो आउँछौँ। तर मलाई किनिदिनु मन लागिहाल्छ नि, माया लागेर बिचरा। लु जाउँ अब चाहिँ। बेरोजगारीको उत्पादनमा आइरहेको छौँ। अब बेरोजगारी एकदमै अब यो को सङ्ख्या बढेर छौँ। त्यस्तो डिमोटिभ चाहिँ नगरौँ है फेरि। तर वास्तवमा चाहिँ त्यही हो, किनभने रियालिटी त्यही हो नि त। सत्य चाहिँ तितो नै हुन्छ नि त होइन। अब हामी पनि त्यही ग्रुपमा नै हो होइन। ल फाइनल्ली छिर्यो है गेटबाट। हाम्रो कागजपत्र ठिक छैन न। राम 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 राम। जस्ट राम राम मात्रै। जस्ट राम राम, अरू केही छैन। हामी कुन ब्लकमा अरे? GHI भनेर लेखेको छ। म्यासेज हेरौँ। साथी हो नपढ नपढ, पढेर काम छैन। होइन न, नपढ साथी हो नपढ, पढेर गाह्रो छ। हामी चाहिँ भित्र छिर्नै सक्दैनौँ जस्तो छ हौ चिन्ता। म चाहिँ यता छु, म चाहिँ 40 को दिदीमा चाहिँ आज अवस्था गम्भीर छ यहाँ। इन्ट्रान्स यहाँबाट छ ब्लक। हाम्रो चाहिँ यो रहेछ गेट नम्बर 2। हामीले ग्रेजुएट गरेकोमा चाहिँ सबैभन्दा दुःख चाहिँ पुलिसहरू होला है सायद। यत्रो व्यवस्थापन गर्नु परिरहेछ। अब सुई लु हेर्नुहोस् माथि सिट छ नि, ऊ माथि माथि गएर उहाँ सिट खाली गर्नु पर्ने। हस् हस्।
हेर्नुहोस् त अब हामी यहाँ टोपी उडाउन जाँदैछौँ है गाइस टोपी उडाउन यहाँनिर तल ग्राउन्डमा झरेर है स्टेज चाहिँ उता छ हामी माथि बसेर पनि अहिले चाहिँ यहाँ तल आएको कता गयो टोपी उडाउने मान्छे टोपी उडाइदियो नि त एकचोटि टोपी उडाउनु पर्यो कि किन कन्जुस है उडायो है उडायो ल कङ्ग्रेचुलेसन सबै भाइहरूलाई ल एकमुष्टमा बधाई छ सबैजनालाई है भनिदिनुहोस् न त हामी चाहिँ फर्किँदैछौँ है टोपी लगाएर पनि अब त तिमीले एक्सप्लेन गर्ने हो नि त ल नयाँ अनुभव जिन्दगीमा यस्तो अनुभवबाट चाहिँ चुक्नु हुँदैन गाइस मैले होस्ट गरिरहेको थिएँ अब चाहिँ मैले यता सुल्किदिइसकेको ल एउटा रहर थियो हैन त्यो पुरा भयो पुरुषोत्तम साथी रहरले मात्र हुँदैन नि भाइ तपाईँ पढेर गर्नुभएको ल एक्लै एक्लै अब हामी निस्किँदैछौँ अब चाहिँ हामी सिधै रुमतिर जान्छौँ आजको अब यो कर्महरू सकियो 4 वर्ष यत्रो गरियो है लास्टमा 2-4 मिनटको भिडियो खिच्नलाई मात्र त होइन हाम्रो अझै छ धेरै काम गर्नु यता सविन सर हुनुहुन्छ गमक्क परेर हेर्दै हुनुहुन्छ हाम्रो बाँकी छ होइन अनि अझै गर्नु छ ल त्यही हो रमाइलै भयो सोचेपछि चाहिँ नहुँदो रहेछ गाइस एक टाइम चाहिँ नि होइन तपाईँलाई पनि त्यस्तो लाग्यो होला किन फर्म भरेको जस्तो लाग्ला होइन प्रकाश भुजेलले रियलवाला प्रकाश भुजेल चाहिँ तपाईँ पनि क्यान्डिडेट है हजुर तपाईँ पनि आउनु यहाँ क्यामेरामा कैद गरिरहेको छु यता नानाहरू ट्याक्सीमै हो जानु अब चाहिँ हामी निस्किन्छौँ बिचरा यहाँ पुलिसहरूलाई धेरै गाह्रो भएको छ यार हामीले ग्रेजुएट गरेकोमा